हेलो गाइज नमस्ते वेलकम ब्याक माई न्यू ब्लग। हजुरहरू सन्चै हुनुहुन्छ? म पनि एकदम सन्चै छु है। हाम्रो गल्छी गाउँपालिका वार्ड नम्बर 8 रानीमाला हुनुभएको म तामाङ लोसरमा सम्पूर्णलाई मित्रहरूलाई दर्शन नमस्ते अनि वेलकम छ भन्न चाहन्छु है। आउनुहोला, गाउनुहोला, रमाइलो गर्नुहोला। हाम्रो फर्स्ट टाइमको मौसम हो, उज्यालो छाउनु। दर्शक महानुभावहरू स्टेज अगाडि आएर शोभा बढाइदिनु हुनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। यो समय हाँस्नको लागि रहेको छ। सबैजना तयार हुनुहुन्छ? र यो समय आदरणीय व्यक्तित्व राजुमान रुम्बाज्यू लासु हजुर के छ, आरामै हुनुहुन्छ? पक्कै पनि आरामै नहुनु भएको भनेदेखि त तपाईँहरू यहाँ आउनै हुन्न थियो होला है, के कसो? आज यस कार्यक्रममा मैले छोटो एउटा गीत गाउँछु, त्यसपछि सुरु गर्छु है। खासै रेकर्ड त भएको छैन, म कलाकार पनि होइन जस्तो लाग्छ, कहिलेकाहीँ गायक पनि होइन जस्तो लाग्छ, तैपनि म गीत चाहिँ गाउन रुचाउँछु। त्यसैले म तामाङ सिलोको लयमा हल्का छोटो गीत गाउँछु मेरो आफ्नो परिचय दिनको लागि है। अम्माले बानमा जा भन्थ्यो बाख्रा भैँसी चराउन, अप्पाले खेतमा जा भन्थ्यो खेतमा पानी लगाउन, सन्चो नै छैन जिउ भनी ढाटेर अप्पर आमालाई, लोछारको मेला हेर्ने न्यु पारी उहाँको मैच्याङलाई भेट्नलाई। हामी त धादिङकै च्याङबा हो, छैन है तिन पानीले ह्याङ भएको। पर खैलिङको फेदैमा मेरो त घर थचै मेरो रुम्बा हो, मैच्याङले हुन्छ भनेदेखि कसमै खान्छु गुम्बाको। नाचन है मैच्याङ तिमी डम्फुको तालैमा, नाचन है मैच्याङ तिमी डम्फुको तालैमा, लोछारको रमझम नाचाउन छम छम यसपालि सालैमा है। कस्तो छ, ठिक छ? तलदेखि माथिसम्म, हजुरबादेखि नातिसम्म, वारीदेखि पारीसम्म, दारीवालादेखि सारीवालासम्म, यतादेखि त्यतासम्म, कर्मचारीदेखि नेतासम्म, बाउदेखि छोरासम्म, कालादेखि गोरासम्म, आमादेखि छोरीसम्म, कालीदेखि गोरीसम्म सबैलाई स्वीकार्नुहोस्। म राजुमानको रुम्बाको तर्फबाट म आँखा सानो, कान ठुलो, मान्छे सानो, मन ठुलो, गोजी ठुलो छैन धन ठुलो, एक ठाउँमा आउँदाखेरि 10 ठाउँमा दुलो पर्दैन होला, यो मेरो भनाइ मात्रै हो। आज तपाईँहरूको माझमा मैले यसरी यो मेरो प्रस्तुत गर्ने अवसर प्रदान गरिदिनु भएकोमा म सर्वप्रथम यस कार्यक्रमका आयोजक टिम सँगै अन्य मेरा आदरणीय व्यक्तित्वहरू हुनुहुन्छ यहाँ, मेरो इन्द्र तामाङ, त्यसै गरी रजनी दिदी हुनुहुन्छ, रिसम बाजा ठक्क परेर है। खैर केही छैन, दिदीको मैले सानो एउटा चित्त दुखाएको छु, दिदी चित्त नबुझाउनु होला भन्न चाहन्छु। अनि त्यसै गरी यस कार्यक्रमका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, त्यसै गरी विशाल मन हुनुभएको हाम्रो वडा अध्यक्षज्यू हुनुहुन्छ विशाल लुङ्गेनी मगरज्यू, ठ्याक्क कालो चस्मामा सजिनु भएको छ। त्यसै गरी आफू मात्रै सजेर होइन, यो गाउँलाई नै सजाउनु भएको छ जस्तो लाग्छ मलाई। तल थाक्रेदेखि म माथि आउँदाखेरि यस्तो राम्रो लाग्यो, यतैतिर बसौँ कि जस्तो लाग्यो। मलाई लाग्छ सायद यतैबाट मैले ससुराली बनाउँछु होला। ठिक छ, म छोटो क्यारिकेचर गर्छु, त्यसपछि ओझेल पर्छ है। सर्वप्रथम म पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको बाट सुरु गर्छु, हुन्छ? गाला जो आले नाना आङा छङबन्धन ह्याप्पी ओलीका तर्फला ग्याम लासो भ्यामुला nga tep thida chorang ba thida tabalwang sam chu namsari ngai ससुराली सुनिसला म पासा ngala पहिलाला पुरानो बेबी एदेन ngami पहिला कति सामे गरे मोसिटी मुगा
108वटा पर्से निदोला पनि सिटाले ठिक्क तबला बोला लिसम 27 जाले अरे खैर केही छैन त्यो लोसारको अवसरमा तपाईहरु यत्रो डाँडो माथि आउनु भएको छ यो डाँडो त मलाई कस्तो लागेको छ भने मैले झापामा बनाएको भ्युटारको भन्दा नि अग्लो छ त्यो भ्युटार भन्दा नि राम्रो जस्तो लागेको छ कार्यक्रमको सफलताको कामना पनि गर्दछु धन्यवाद लासो मन्दिरले चित्रमा लासो है लासो यहाँ त फेरि कमरेड पनि चल्दैन लाल सलाम पनि चल्दैन होला भन्छु यहाँ त फेरि तामाङ समुदाय हुनुहुन्छ सबैजना दाजुभाइ तथा दिदीबहिनीहरू यस कार्यक्रममा आउनु भएको छ छमछम्ती नाच्नु होला भन्न चाहन्छु म फेरि पनि प्रधानमन्त्री भए भने तल माथि भेसीदेखि यहाँसम्म चाहिँ पिच रोड गर्छु होला जस्तो चाहिँ लागेको छ अब हेरौँ हेर्दै जाउँ कस्तो मोड लिन्छ जिन्दगीमा तपाईहरूले चाहिँ हाम्रो विशाल मन भएको हाम्रो उडाध्यक्ष हुनुहुन्छ उहाँले नि राम्रो काम गर्नु भएको छ यो लोसार कार्यक्रमलाई अझै पनि यो भन्दा माथि लानको लागि त डाँडै छैन जस्तो लाग्छ सबभन्दा टुप्पोको डाँडो जस्तो लाग्छ तपाईहरू एकदमै उत्साहका साथ आउनु भएको छ तपाईहरू सबैजनालाई सोनाम लोसारको शुभकामना धन्यवाद खैर के छ र साथीहरू सुन्छै लासो फाफुला तालसे हुआ लोसार बनाइदिसु बुधा चुङ्गान्दा चाहिँ संस्कृति हुआ तालसे जाने एकदम रमाइलो लासिगो आइरका थसुलसोगो आरो सोसिदार फेरि चौ बताइबै त्यसै बस फेरि खातम त बोलेगा फर्स्टलाई चौ कार्यक्रम नि सागबन देशी चाहिँ कार्यक्रम लदौ बुला सुसीको चाहिँ तालसे वा तरी चाहिँ चु लोसार एकदम भव्य मुला आएका चाहिँ ब्युटिफुल मुला मेरी आमैनी आराम नुन मुला साग त होइन नि आराम मुला भन्दाखेरि सागलाई हेला भएन आराम साग भन्नु मिल्दैन तामाङ भाषामा फेरि मुला भनेको तरकारी होइन रहेछ मुला यही मुला त यहाँ आइज भन्दाखेरि त गाली जस्तो सुनिन्छ तर ला सोफिया फुल्ला के छ तामाङ युल्ला चुल्लो सार आराम नुन मुला खिन तामाङ गई आसे बगादे कतिजना मुला यहाँ ठाडोला सिउल्याम ए लु तरे थे मेचे रङ निजा लोभ सिउला धरे वा खैर केही छैन म त यो हाम्रो थाक्रे होइन के रे हो त गल्छी गाउँपालिका वडा नम्बर 8 को कार्यक्रम यो सुनाम लोसारमा त्यसै आएको होइन है म त यहाँ बसेर आनन्दले यहाँको लोकल ढिँडो र मासु अनि टिन पानी खाएर जान्छु भनेको अहिलेका मान्छेहरू टिन पानी खासै लाउँदैन रहेछ हो कि होइन टिन पानी त लाउनु भएन नि त होइन हो नि काका तीन पानीले त मान्छेलाई पखेर बाटै गुल्टाएर मार्छ सही कुरो पाडे बडा सही कुरो हामी त्यस्तोमा पछि ए आमा हो यहाँ त हेलिकप्टर पनि आउँदो रहेछ त सायद मलाई हेर्नलाई भनेर ल्यान्ड गर्न खोजेको होला ल्यान्ड गर्ने ठाउँ नभएर हिँड्यो होइन हो तेरो सुन्नुहोस् त हाम्रो कार्यक्रममा हामी त्यसै आएको होइनौँ यहाँ कलाकारजीहरूले राम्रो तरुणीहरू पाइन्छ भनेर आएको छौँ तामाङनी तरुणीहरू राम्रो भएर आउँछन् भन्ने कुरो नि जानकारी छ के काठमाडौँको मान्छे हेर राम्रो मात्रै छ नहुनु न धानु गनाएर हेर गाउँको मान्छे त सफा हुनुहुन्छ लोकल धेरै रक्सी खाएर रक्सी त खान मिल्दैन के रक्सी खान मिल्दैन हो कि भन्नुहोस् त रक्सी खान मिल्छ र रक्सी दिएर खान मिल्दैन हो कि भन्नुहोस् त क्यामेराम्यान सर हजुरले त्यो के ठहराउनु भएछ लठी ठहराउनु भएछ कि के गर्नु भएछ खैर केही छैन हाम्रो सर मसँग आउनुहुन्छ यार तरुनी देखेर अगाडिदेखि यहाँ तरुनीको फोटो मात्र खिच्छ यार हाम्रो खिच्नु पर्दैन हौ हजुरले त्यसरी गर्न पाइन्न भनेर हामी त्यसरी जानकारी गरेको छु कि होइन यहाँ हेलिकप्टर आएछ कि होइन हेलिकप्टर हो होइन भन्छ यार हो कि होइन भन्नुहोस् त के अरे
बढी कुरा त गर्न मिल्दैन फेरि हाम्रो यहाँ पुलिस हिसाबहरू आएर बढी कुरा गरेर रन्काएर जेलमा हाल्नुहुन्छ हो के भन्नुहोस् त हो त्यही भएर चाहिँ नि म घरमा चाहिँ भैँसी पनि पालेको छ भैँसी कराएर मैले घाँस खाने हालेको छैन अहिले म घरमा जान्छु भैँसीलाई घाँस हाल्न जान्छु म भोलि पर्सि फेरि आउँछु हुन्छ हेर्नुहोस् त भैँसी कराएको यार हजुरले भैँसीलाई घाँस हालेर आउनु भएको छ अनि किन नहाल्नु भयो त यार हो तेरीको दामलाई खुस्केर फेरि मान्छेले हान्ने गएको भने बाख्रा नि कराउँदैछ यार कुकुर पनि कराछ यार हो आफू मात्र खालि कुकुरले नदिने हुन्छ कुकुरलाई पनि दिनुपर्छ भनेर त्यसरी जानकारी गरेको हो किन भन्नुहोस् त कुखुरा नि कराएछ यार कुखुरालाई आहार दिनु पर्दैन हौ कार्यक्रममा लोसनाम लोसार छ भनेर आउनु भएछ कुखुरा बाख्रालाई घाँसी दिनु भएछ नि क्या हो यार होइन म त भाले होइन फेरि कुखुरा भाले ओरमा होइन बिल्कुल होइन मान्छे हो भनेर त्यसरी जानकारी गरेको हो किन भन्नुहोस् त अरे बाप रे भालेको छोरो धानिगे गल्छी 8 में सोनाम लोसार हो रहा है उधर चलो बड़े भूस पुस 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 मुझे बताओ मेरे खाने पीने में दिमाग की बत्ती नहीं चलती है नहीं बनती है मोटू पतलू पुतलू अरे मोटू तुम कुछ नहीं सोचो चिंता मत ले लो नेपाल में जाओ गुन्द्रुक ढेड़ो खाओ 24 आवर पावर बढ़ाओ बस बस मैं जा रहा हूँ अयम रुक जाओ अरे मोटू रुक जाओ तुम रुक जाओ अरे पतलू तो रुक जाओ कानून के कसम चिंगम के जंगल के बस्ने इम्पोसिबल थ्याङ्क यू सो मच कस्तो लाग्यो ठिक छ अब कसको क्यारिकेचर गर्ने रही सबैको सायद सकिसक्यो जस्तो लाग्छ मलाई यस कार्यक्रममा भन्दा पनि कस्तो लाग्यो एकपल्ट फेरि आवाज आउनु पर्यो गल्छीको आवाज आउनु पर्यो ठिक छ राम्रो छ हजुरहरूलाई कस्तो छ आराम हुनुहुन्छ ठिक छ सुफिया फुल्ला नमस्कार खोइ त नमस्कार यति हो धादिङको जोस नमस्कार सन्चै हुनुहुन्छ एकदमै सन्चै रहनु होला आरामै रहनु होला है हामी जति छौँ त्यति रमाइलो गर्नेछौँ तर पर बस्नु भएको छ हाम्रो जेजाले मेरो सोल्टाहरू यता आमाहरू दिदीहरू यता पछाडि पनि हुनुहुन्छ मैले अघि आउँदै देखिरहेको छु सबैजना अगाडि आउनु पर्यो है त अब हुन्छ धेरै धेरै धन्यवाद दिन चाहन्छु कुशल कार्यक्रम प्रस्तुता मेरो आदरणीय दाजु त्यसै गरी आजको हाम्रो यस कार्यक्रमको प्रमुख अतिथिज्यू विशेष अतिथिज्यू विभिन्न पद र तब्कामा रहनुहुने सम्पूर्ण अतिथिगण त्यसै गरी कलाकार साथीहरू साउन्ड सिस्टममा रहनुहुने मेरो आदरणीय प्यारो भाइ त्यसै गरी यहाँ मिडियाकर्मीहरू धेरैजना हुनुहुन्छ क्यामेराम्यानहरू हुनुहुन्छ एकदमै राम्रो फोटो निकाल्नु है वाइ बस्याको भन्न चाहे त्यसै गरी आजको हाम्रो यस कार्यक्रमको आयोजक गल्छी तामाङ समाज तथा दार्गेली निमा सेडुप दार्गेली असारे गुम्बाद्वारा आयोजित यस कार्यक्रममा पाल्नुहुने मेरा आमा बुबा दाजुभाइ दिदीबहिनी काका काकी मामा माइजू सोल्टा सोल्टी आशा गाङ्गी जति पनि हुनुहुन्छ यहाँहरू सम्पूर्णमा स्वीकार्नुहोस् तपाईँहरूकै छोरी चेली बुहारी त अलिक भन्दिनँ म है कोपिला तामाङ वाइवाको तर्फबाट साङ्गीतिक नमन
नमस्कार रासो फ्याफुजी। तर वाइबसियालाई जोस चाहिन्छ है अगाडि आइसकेपछि। साथ दिनुहुन्छ नि। यता हाम्रो दिदीबहिनीहरू धेरै देखिरहेको छु। बल्ल भने हाम्रो यता ह्यान्डसम सोल्टाहरू अगाडि आइसक्नु भएको रहेछ। बल्ल भने अलिकति मन खुस भयो वाइबसियाको। साथ दिनुहुन्छ? ल है त यतिको जोस भएपछि के चाहियो र? अनि यता अझै नजिक आउनु पर्यो। के लजाउनु भयो र? वाइबसिया त्यस्तो डर लाग्दो देखाएको छु छैन नि होइन। त्यही भएर सबैजना अगाडि आइदिनु होला भन्न चाहे। उता हाम्रो आमाहरू गफ गरिरहनु भएको छ है। यता छोरीले गीत गाउँदै छ है। अब नजिक आउनु पर्यो सबैजना। अब हजुर चुम्बकले तान्नु पर्यो। यत्तिकै चुम्बकै छु त वाइबसिया छैन। गीत गाएर तान्ने हो। नाचेर साथ दिने कि नदिने? दिने नि। ल वाइबसियाको गीत ककलले सुन्नु भएको छ ककलले सुन्नु भएको छैन? म माइक टेस्ट गर्छु है त। घाँटीले चाहिँ अलिकति साथ दिन छोडे है। अस्तिदेखि नै कार्यक्रममा छु। यो धुवाले गर्दा पनि होला चिसोको कारणले नि होला अलिकति गला बसेको छ। मिलाएर सुनिदिनु होला। बिग्रियो भने माफ दिनु होला भन्न चाहे है त। हाम्रो सोल्डाहरू यता नानागा सोल्टिनीहरू सबैजनालाई दुख्छ मुटु फुट्ला झै गरे आज पनि निदैन रातभरि माया मुटुको धड्कन घट्दै गएछ कालले मर्ने एकै पटक हुने भरे पीडाले त पल पल मर्दो रहेछ कालले मर्ने एकै पटक हुने भरे पीडाले त पल पल मर्दो रहेछ। सुन्नुभएको छ मुटुको धड्कन? सुन्नुले हात उठाउनुहोस् त। अहिले हामी सँगै टिकटक बनाउने हस्। ओके टिकटक बनाउन रेडी भएर बस्नु। अहिले म यहाँले नाचेर साथ दिनु भयो भने म तल यहाँहरूको बिचमा आउनेछु हुन्छ? निठुरीका मेटिन्थे यादहरू जस्ता सेन्टी गीतहरू त धेरै छन्। यहाँले सुन्ने भएको रहेछ है। खुसी लाग्यो। रतलाली लकी छोठामा तिमी पनि क्यान्सम कोटामा मतरम रिमिस हो मतरम रिमिस तिम्रो छेउ आउँदैन लाग्यो मलाई ठिस हो तिम्रो छेउ आउँदैन लाग्यो मलाई ठिस। म राम्रै छु कि छैन ल भनिदिनु पर्यो। राम्रै छु? आहा यतिको हुटिङ चाहियो है। हामी जति छौँ त्यति रमाइलो गर्नेछौँ। यो 2862औं ताल होको अवसरमा सोनाम लोछार आयोजना गर्नुभएको छ। हाम्रो सम्पूर्ण आयोजक टिमलाई विशेष धन्यवाद दिन चाहन्छु र धेरै धन्यवाद चाहिँ हाम्रो इन्द्र भाइलाई दिन चाहन्छु। नाना आउनुपर्छ है भनेर सम्झिनु भएको थियो र यहाँहरूकै साथ सपोर्टले गर्दा